साथीहरु सबैजनालाई गुड मर्निङ नमस्कार। म चाहिँ बिर्तामठको माता मन्दिरतिर छु र यो भिडियो हो अहिले बिहान 8 बज्न 10 मिनेट हुँदा अगाडिको हो। यसरी अन्धकार भएको छ, अत्याधिक चिसो पनि बढेको छ र गाडीहरूले यसरी बिहान 8 बजीको समयमा पनि यसरी लाइट बालेर हिँड्ने अवस्था भएको छ। यो चारैपट्टिबाट अँध्यारो भएर आएको छ। पानी अलिअलि सिमसिम पर्दैछ र आकाश एकदम कालो मैलो गाडाङगुडुङ भइसकेको छ। लाइन गइसकेको छ र तपाईँ यात्रामा हुनुहुन्छ भने चाहिँ सतर्कता अपनाउनु होला। तपाईलाई कतै रुख लडेर लाग्न सक्छ, बिजुलीका खम्बाहरू लडेर लाग्न सक्छन् है। र हेर्नु यस्तो अँध्यारो, पुरै अँध्यारो, यस्तो अँध्यारो पुरै भइरहेछ। एकदम बत्ती बाल्ने अवस्था भएको छ, तर बत्ती चाहिँ गइसकेको अवस्था छ। बाटामा यसरी गाडीहरूले लाइट बालेर हिँड्ने अवस्था आइसकेको छ है। साथीहरू सतर्कता रहनु होला। हावाहुरी पनि अब चल्न थालेको छ।